Hello guys, Namaste. We are going to enjoying camping in at George and Smith Park, which is situated in Georgia Estate. Distance from Griffin to that place is 136 miles, and it takes 2.5 hours. Mommy? No, I am Nirmala. My name is Nirmala Thapa Magar. I am too. I'm Nepali. I am Nepali. अनि मैले भन्न खोजेको उता जानुलाई के भन्छ अरे इङ्ग्लिसमा George and Smith. We are going for camping We are going camping in in Smith, George Smith George Smith Camping Park. Park. Okay, see you there. See you there, guys. Thank you. George L. Smith State Park. Continue on George L. Smith State Park Road for 2 miles. Okay. Gas station there. 30 mile. No, 1.8 mile. राम्रो गर्छ George Smith State Park. Parking fee is required. This is the entrance. Take the next left to stay on George L. Smith State Park Road. Park office view. Museum पनि रहेछ है हेर्न आउनुपर्छ Swimming prohibited. The phone has been connected. कस्तो रहेछ हेर्नु न रुखहरू सबै Yeah, जस्तो रहेछ. प्याजको डल्लो जस्तो बोट यहाँबाट के अरे कायाक भन्छ कि यिनीहरूलाई त्यहाँबाट अनि त्यसरी जानु मिल्यो नि यतातिर घरहरू जस्तो कि अघि हामीले भन्थ्यौँ नि आरभी भनेको घरै बोकेर आएको नि यिनीहरूलाई रोक्नलाई यहाँ रहेछ हाम्रो अलि अगाडि हुनुपर्छ In 800 feet, turn right. हाम्रो यतै हुनुपर्छ सुरुमा यही हो रेस्टरुम भनेको अनि अर्को एउटा उतातिर रेस्टरुम छ भने चाहिँ अझै उता छ दुईवटा रेस्टरुम देखेको मैले यो यतापट्टिको एरियाको लागि हाम्रो लागि अलि उतै छ छेउकै हो क्यारे क्याम्प ग्राउन्ड होस् त्यहाँ रहेछ अन ड्युटी वान फायरवुड फर सेल देख्नु $5-10 लिन्छ कि टु रहेछ यो 3 र 4 उता तल हो कि लेकको छेउमा उता एउटा खाली छ त्यही हो कि जस्तो लागिरहेको मलाई हाम्रो क्याम्प साइट बसेर खानलाई ग्रिलको लागि tent is ready.
ल फ्रन्ट भ्यू यता ढोका यता दुईटा टेन्ट इज रेडी ल गाइज हामी जर्ज स्मिथ पार्क आएको तर 3 बजेभित्रमा कायाकको लागि बोट रेन्टल गरिसक्नु पर्ने रहेछ हामी अलिकति ढिलो भयो अहिले हामी आउँदा आउँदै 2:30-3 भइसकेको थियो त्यही भएर अलि मिलेन यस्तो छ है पछाडि भ्यू यो चाहिँ हाम्रो म्युजियम भन्ने कुरो आयो मेलको रहेछ अहिले खासै उ छैन यता बरु अलिअलि झ्यालहरू छ यसरी बाहिर यहाँबाट भ्यू टक्क राम्रो देखिन्छ यस्तो होइन ल यसरी यहाँभित्र के छ पक्कै पनि भयो मन पुरा सुरु भएर उहाँसम्म पुग्दाखेरि अब होटल सिधै लफालको अनि त अँ यो त अमलाको बोट जस्तो हेर्नु न होइन अमलै होइन अमलै जस्तो फलेको त के हो त गाजी अमलाको बोट हो त के फलेको यसमा यहाँबाट यता चुचुरोसम्म जानु मिल्यो भ्यू ल हाम्रो टेन्ट यता पानी यता छ पानी यहाँ पनि छ यहाँ चाहिँ यो भयो यहाँ चाहिँ भित्र एयरबेड टक्क रेडी छ ल्याम्प बेड अहिले भुसी नाच्छ त्यही भएर बन्द गरिहाल्नुपर्छ तपाईँ सिन लाउनु भयो ल यता यहाँ अर्को छ यता चाहिँ हाम्रो झोलुङ्गा ल गाइजहरु झोलुङ्गामा चट्ट बसेर मस्ती गरेछन् मस्ती भएको बच्चामा बरु झुले कि झुलेन थाहा भएन ल अहिले चाहिँ थाहा भयो त्यो त सुकेको छ सरल जाने भयो कि तर भ्याइ नि भयो यो नाल्ने हाल्न पर्छ नि त्यो बेलामा अनि त्यसलाई हालौँ यसलाई नै राख्नु छिटो त्यो उसमा हो र सिरा पनि हुन्छ अर्को पनि ल्याम्प त्यो त्यसलाई पनि ल्याइदिनु हाम्रो मकैहरू राख्दै गरौँ न त होइन त्यो माथि त्यो घोगासँग ढाल्ने
ढोका सहित छ नि त त्यो दुईटा काठले एकदम कायदा हुन्छ त्यो ठुलो भएन आज यो बोक्रा हो नि त बोक्रा त सबै काम गरेछ कोही चाहिँ फेरि आएर न हो भुसुना सहित ल हाम्रो सुरु भयो क्याम्पिङको रात हुँदो रहेछ आगो त सबै यतै बलेको ल गुड जब ल लाइक त सुन 1 2 3 4 त्यस्तो भन्ने भने के रेकर्ड भयो भने भइरहेको छ यार
पुग्यो त तपाईँलाई होइन कुन सङ्ग त कुन सन्जोग होला कुनैमा होला भेट भयो बागरा कुन गाउँ होला कुन ठाउँ होला बस्ने कुन सारा कुन सन्जोग होला कुन दैव होला भेट भयो बागरा जलमाला होला जुन ठाउँ होला काठमाडौँ सहारा मोहनी लाग्लाई गाउँलेको बोलीले डाँडा खोला सहाराको गीतले अँचेला बगरा फुलेर किनारा नाच्न गाउन लाग्यो र नाच्न गाउन लाग्यो र यो मन उड्यो जुन तारा छुन जुन तारा टाढो छ आकाशै बाँध्न सजिलो होला मन बाँध्न गाह्रो छ यो मन उड्यो जुन तारा छुन जुन तारा टाढो छ मायाले मन जानेपछि भोगाउन गाह्रो छ मोहनी लाग्लाई गाउँलेको बोलीले डाँडा खोला सहाराको गीतले जलझेला बगरा फुलेर किनारा नाच्न गाउन लाग्यो र नाच्न गाउन लाग्यो र सम्झना रहला आजको साँझ रमाइलो भेटघाट मनको कुरा नलुकाइ भन वचन हाम्रो साथ सम्झना रहला आजको साँझ रमाइलो भेटघाट तस्बिर बस्यो मनमा तिम्रो नभुल्ने जीवनमा मोहनी लाग्लाई गाउँलेको बोलीले डाँडा डाँडा सहाराको गीतले नगला जेला बगरा बिर्सनेलाई सम्झनाको गीतले बिर्सनेलाई सम्झनाको गीतले ल हाम्रो सानो घर होला फराकिलो मन होला कस्तो लाग्यो यो होला दैवत सानो लागे मलाई छाडी नभागे ठिकै होला हाम्रो सानो घर होला फराकिलो मन होला कस्तो लाग्यो यो होला मासु हाल्यो ल है यो हो नि तडिका है मकै मिठो लागेन मम्मीलाई पुग्यो पुग्यो अब गुलियो भयो धेरै अमेरिकाको मकै ओ ल यो हो नि त अब चिरिप्प पार्नुपर्छ अहिले चिरिप्प पारेर ल ल लोली सुलीले पाएको ल
यहाँ चाउचाउ बनिरहेछ चाउचाउ Spicy बनाउने चाउचाउ मान्छे खानुपर्छ with नेपाली अँ, रम यो त अद्भुत होला जस्तो छ मासु चाहिँ यहाँ यस्तो बनिरहेको है बुवाले यहाँ चाहिँ एउटा यसो चाख्नु दियोस्। हुन्छ नि ड्याडी भेरी गुड अलिकति चढाएर जाने है चढाएर चाख्ने भनेर हुन्छ उहाँले तर ज्वाइँलाई चढाउने कि कसलाई चढाउने भन्नुभएको छैन देऊ तल है ज्वाइँ यस्तो छ ज्वाइँले त यहाँ चाहिँ के छ तिमीले पनि चढाउने हो बुढालाई बुढालाई ऊ लेकमा चढाइदिने हो लेकमा हो यस्तो छ बुढी ओइ जाला है त्यो ड्याडी त्यो विङ्सहरू पाकिसक्यो त्यो ड्रमस्टिक मात्रै हो ल त नि ल मासु इन्चार्ज इन्चार्जै त नभन यसो पार्ट टाइम वर्कर गाइज के को लागि बनाएको छ अन्डा चाउचाउ बनाउनु लागेको फ्राइड चाउचाउ सेफको हेरौँ त एगवाला एगवाला ओहो हैट उता पनि देखाइदिनु उहाँ त पुरा इन्जोय गर्ने मान्छेको यस्तो छ गीत गाएको खिच्दैन नि उफ, पुरा गीत गाएर मस्त मगन भएर बस्नु भयो यहाँ पो हो त तिमी खै गीत गाएको के गर्नु झन्डा चलाएर भन्नु गीत गाएको गीतै नआइरहेको चाउचाउ र अन्डावाला गीत छैन तिमी अन्डा मन परायो म चाउचाउ मन पराए जे होस् मैले अन्डा चाउचाउ मन परायो अन्डा चाउचाउ मन पराए जे होस् मैले भुटेको अन्डा चाउचाउ मन यहाँ क्यामेराम्यान चाहिँ यहाँ छ है फेरि क्यामेराम्यान पनि फेरि छैन होला भन्ने जस्तो होला फेरि भनेर देखाए अनि यहाँ मेन प्रोग्राम लागेको यस्तो देख्नु मेन फेज आउनु थाल्यो गङ्गारामले कसलाई मन परायो दिस इज स्पाइसी नुडल धेरै पिरो नहाल है दौडिनु पर्ला चारवटा चाउचाउमा एउटा हाल्यो भने ठिक्क हुन्छ पिरो नखानेहरूलाई एकदम हो र ओके ओके अलिअलि रम पिरो त हुन्छ हो र तर मिठो हुन्छ हो र घरले दिन्छ नि त कलर त्यहाँ मासु के भयो ए अँ त है मासु त भयो कि क्या हो भयो जस्तो लाग्यो ल ल के हो यो ओ माई चिकन हो गड चाउमिन खै ड्याडीको के छ विङ्स विङ्स ड्रम यहाँ के हो दुइटै ए ज्वाइँ साहब हिसाब त खत्रै हो म त यसरी कोकमा बाँच्नु परेको छ जिन्दगी पनि गुड मर्निङ गुड मर्निङ गाइज गुड मर्निङ झ्याल खोलेर बस्नु भयो नसुतेर गुड मर्निङ कति बजे उठ्यो हामी त 6 बजे थियो होला है अनि राम्रैसँग सुत्यो कि जाडो भयो के भयो गर्नुभयो एकदम आनन्द ठिक्क भयो भएन मच्छरले पनि टोकेन भुस्न पनि आएन एकदम इन्जोय गरे ल गुड आनन्द हामीलाई अलिक गर्मी गर्मी जस्तो लाग्यो यो क्याम्पिङ ल त्यहाँदेखि बिहान यसो लेक भ्यू हेर्न जाऊँ
ल मर्निङ भ्यू यस्तो छ बिहान बिहान चराचुरुङ्गी कराइरहेछ माथि एकदम प्लेजेन्ट पुरा कति झरेछ यस्तो ल अब झ्यापझुप ऱ्यापअप गरेर हामी टाइबीतिर भाग्नुपर्छ समुद्र कस्तो छ फेरि भनेर हेर्न जानु पर्यो यो चाहिँ के बनाएछ चराहरूको लागि हो कि के हो जामा भयो त ल के होइन क्याम्प साइडबाट हाम्रो रेस्टरुमको यात्रा भनेको कति 5 मिनटमा पुगिन्छ हिँड्दै हिँड्दै फ्रेस हुँदै जानु पर्यो अब छेउमा छिमेकीहरू यस्तो आरभी लिएर बसेका छन् त्यो अगाडिको चाहिँ होस्ट त्यही अगाडि नै छ त्यही भएर दाउरा किन्ने केही पऱ्यो भने होस्टले हेल्प गरिहाल्छ हाम्रो यो टोली चाहिँ फ्रेस हुन जाँदैछौँ ड्याडी अघि नै फ्रेस भइसक्नु भयो मम्मी पनि फ्रेस भइसक्नु भयो मम्मीलाई अझ डबल फ्रेस हुनु मन लाग्यो अरे होइन हाम्रो पनि 6-11 लेखेछ त्यो अगाडि भएको चाहिँ यहाँको रेस्टरुम एरिया प्लस लन्ड्री पनि छ यसमा नजिकै छ ल यहाँ चाहिँ लन्ड्री सेक्सन भयो यता लेफ्टमा मेन्स रेस्टरुम यता राइटमा चाहिँ वुमेन्सको रेस्टरुम त्यहाँ भन्छ यो छ ल भन्दिनु है भन्दिनु मेरो मन खाली छ उनको त्यो मनै जाली छ ल है नानी ल है ल हाम्रो अर्को झुला उता छ हामी चाहिँ यहाँ ल मौज मस्ती गर्दै आमा छोरी झुला झुल्दै बसिरहेको ल आमा छोरीको रमाइलो अब हाम्रो क्याम्पिङको गतिविधि सकिन लाग्छ उता गाइजहरू टेन्ट प्याक गर्दै हुनुहुन्छ चाहिँ हामीले खिचिएन यसपछि कहाँ जाँदैछ यसपछि चाहिँ हामी अब समुद्र हेर्न जाँदैछौँ मेन टार्गेट भनेको टाइबी आइल्यान्ड हो टाइबीमा पानी राम्रो रहन्छ भने हामी अन्त पनि त्यतै नजिक नजिक जाने कुरो छ त्यही भएर अब सी यू इन टाइबी आइल्यान्ड अहिलेलाई बाई बाई प्लिज डोन्ट फर्गेट टु लाइक सब्सक्राइब माई च्यानल थ्याङ्क यू ल ल फेरि 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 हिजोको आफ्नै दुनियाँ थियो आफ्नै संसार थियो आजको आफ्नै ऊ छ दुनियाँ छ संसार छ राम्रो छ आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो तरिकाको ठाउँहरू रहेछ उता पनि हिजो मजा लियो आज यता नि फेरि अर्को उता जर्ज स्मिथ क्याम्पिङ
क्याम्पिङमा गएको हिजो चाहिँ त्यहाँ पनि राम्रो भयो त्यहाँको बसाइ पनि मजाले इन्जोय गर्यो रमाइलो गर्यो आज यता अर्को समुद्रमा पनि भव्य रहेछ त्यहाँ पनि नराम्रो भन्ने त कुनै ठाउँ पनि छैन जहाँ गयो त्यहीँ रमाइलो जहाँ गयो त्यहीँ रमाइलो बाटो हेऱ्यो बाटै रमाइलो सबै ठाउँमा यहाँको त नराम्रो भन्ने त कुनै उनै छैन कमेन्ट गर्ने ठाउँै छैन ल साथीहरू त्यही हो जहाँ जहाँ गएको छ उतै उतै रमाइलो गरेछ है हामीले चाहिँ ल जहाँ जहाँ जान्छौ तिमी म पहिला टेकी पछ्याएर हुनेछु यो गीत जस्तै अमेरिकाको हरेक कुराको आफ्नै सौन्दर्य छ आफ्नै रहस्य छ आफ्नै चार्जिङ छ हामी हिजो अब छोरी ज्वाइँले चाहिँ हामीलाई जर्जियाकै अलिक टाढेको स्टेट रहेछ 2.5-3 घन्टाको दूरी रहेछ त्यहाँ हामी जर्ज स्मिथ पार्कमा चाहिँ क्याम्प पार्कमा चाहिँ गएको थियौँ त्यो ठाउँ एउटा नौलोपन या अद्भुतै भनौँ न त्यस्तो देखेँ के अद्भुत देखेँ भने त्यहाँको पार्कमा जाँदाखेरि हामीले त्यो रुखको बनावट रुख त हामीलाई सबैलाई थाहा भएकै कुरा हो तर त्यहाँ चाहिँ पानीभित्र रहेका जति पनि रुखहरू थिए त्यो रुखहरूको बनावटै फरक थियो ठ्याक्कै प्याजको गाँठा जस्तो जरा अनि माथि चाहिँ प्याजकै रुख जस्तो चाहिँ थियो ठुल्ठुलो रुखहरूमा त्यस्तो देख्दाखेरि नौलोपन देखियो र अमेरिकाको त्यो ठाउँमा चाहिँ एउटा के देख्यो भने सल्लाहका रुखहरू थिए अब त्यो नेपालकै अलिकता झलक पनि दिन्थ्यो त्यसले र सबभन्दा नौलोपन चाहिँ के त्यो अनौठोपन त थियो नै नौलोपन चाहिँ हामीले के अनुभव गऱ्यो भने टेन्ट बनायौँ टेन्ट 2टा बनायौँ अब टेन्टका पनि अहिले विभिन्न किसिमको त्यसको टेक्निकहरू हुँदो रहेछ टेन्ट बनाउने र त्यो त हाम्रो लागि मेरो लागि चाहिँ एकदम नौलो अनुभव चाहिँ थियो त्यसमा के पायौँ भने कति छिटो एकदम सिम्पल इन्जिनियरिङ मतलब जस इन्जिनियरिङ चाहिँ राम्रो टेक्निक लगाएको तर सिम्पल तरिकाले छोटो त्यसमा दिमाग लागे जस्तो तर त्यो चाहिँ त्यसले गर्दा भव्य त्यो डेकोरेट चाहिँ गर्न सकिने त्यस्ता टेक्निकहरू चाहिँ देख्यौँ र टेन्ट बनायौँ टेन्टमा बसियो रात बितायौँ त्यो टेन्टभित्र जिन्दगीले पहिलोचोटि अनुभव बटुल्न पाएँ त्यहाँको अब अमेरिकाको चराहरू पनि हाम्रो उताको भन्दा अलिक फरक किसिमको बिहानै रातो चराले पनि स्वागत गरेको थियो झोलाहरू झुल्ने मौका पनि पायौँ 2टा झोलामा हामी पालै झोला झुल्यौँ अब हामी एउटा आज चाहिँ आइसल्यान्डमा टापुमा गएको थियौँ यो आइल्यान्डमा गएको थियौँ समुद्रको एउटा बिचमा चाहिँ एउटा टापु रहेछ जसलाई हिल्टेन टापु चाहिँ आयरल्यान्ड चाहिँ भनेर चिनिँदो रहेछ अहिले हामी समुद्रकै एउटा पुलबाट चाहिँ कटेर आएका छौँ अगाडि बढ्दैछौँ सायद मलाई लाग्छ अब हामी चाहिँ त्यो समुद्र कट्दैछौँ र अब त्यो कटिसकेपछि हामी एउटा त्यही समुद्र भएकै प्रान्तमा पुग्छौँ त्यसपछि हामी अर्को अब यहाँबाट देखिन त सकिएन मैले कुरो ल यो समुद्रमा हामी समुद्रमाथिबाट चाहिँ पुल जाँदैछौँ समुद्र छ ज्वाइँले ड्राइभिङ गरिराख्नु भएको छ छोरीले अलिकति गाइड गर्दैछ हामीलाई कहाँ के हो भन्ने कुरा चाहिँ अनि यहाँ हुनुहुन्छ अनि गृहमन्त्री अब यहाँ हजुर म चाहिँ गृहमन्त्री है ल अलिक जस सिमसार जग्गाहरू छ समुद्र हट्दै गएपछि सिमसार जग्गा चाहिँ सुरुवात हुँदो रहेछ र सिमसार जग्गा सकिएपछि बल्ल भूमि चाहिँ पाइँदो रहेछ अब सिमसार जग्गाहरू यहाँ छ अब टाढोबाट हेर्न अलिकता
क्यामेराले चाहिँ क्याच गर्न गाह्रो छ जसो आँखाले चाहिँ देखिँदो रहेछ रमाइलो एकदम नौलो नौलो अनुभव छ त्यही त आज हामी चाहिँ योभन्दा पहिले पनि हामी पानामा भन्ने ठाउँमा पुगेका थियौँ फ्लोरिडाको त्यो चाहिँ हामी ओसियन संसारकै सबभन्दा ठुलो समुद्र प्रशान्त महासागरमा चाहिँ गएका थियौँ र अहिले चाहिँ हामी एटलान्टा महासागरको चाहिँ एटलान्टा ठाउँमा एटलान्टिक महासागर भन्छ क्या हो त्यसमा चाहिँ हामी गएका थियौँ तर यो पनि एउटा एकदम रमाइलो यसमा चाहिँ छुट्टैपन हुन त पानामाको चाहिँ समुद्र योभन्दा अझै सफा तर यहाँ चाहिँ कस्तो देख्यो भने एकदम नै मान्छेहरू भिड हल्का त्यहाँभन्दा मान्छे भिड भएपछि हल्का फोहोरपन त देखिने अलिकति सिन्काहरू फाटाफुट्टा देखिन्थ्यो तर एकदम छाल चाहिँ एकदम राम्रो ठुल्ठुलो छाल आउने त्यो छालले गर्दाखेरि घरि पानीभित्र लाने घरि माथि हामी आउने त्यो किसिमको चाहिँ एउटा छुट्टै नयाँ अनुभव चाहिँ भएको थियो जे होस् राम्रो भयो एकदम रमाइलो भयो अब अहिले फर्किँदैछौँ बाटोमा अब हामी विदेशी खानाहरू पनि खाँदै हिँड्दै गरेछौँ अब फेरि उसमै कोठैमा गएर चाहिँ अब फेरि नेपाली खाना खान्छौँ त्यो विदेशी खानाहरूको त अब नाम हामीलाई चाहिँ थाहा छैन कोही पकौडा भन्यो भने हाम्रो उतातिर अब तरकारीको पकौडा हुन्छ यहाँ मासुको पकौडा हुने बर्गर भन्छ बर्गरमा पनि के हो के न कुनैमा हरियो सब्जीहरू त हुने कुनै ठाउँमा मासुको टुक्राहरू पनि हुने खोइ के हो त्यस्तो त खाँदै हिँडेछौँ अब जस विदेशी खाना अब घरमा गएपछि अब नेपाली खाना चाहिँ जे होस् याद आउँदो रहेछ अब साँझ गएपछि फेरि नेपाली खाना खाइन्छ ठिक छ एकदम रमाइलो छ नौलो अनुभवहरू चाहिँ बटुलिरहेको छु लामो भयो क्या भिडियो पनि ल